के हजुरहरू वासिङ मेसिन प्रयोग गर्दै आइरहनु भएको छ? वासिङ मेसिन बाहिरबाट सफा देखिए पनि भित्र लेउ र फोहोरहरू जमिरहेको हुन सक्छ। झनै हार्ड वाटर प्रयोग हुने ठाउँमा त ड्रमभित्र लेउ जम्दा वासिङ मेसिनको पर्फर्मेन्स पनि घट्न थाल्छ। बिजुलीको खर्च पनि बढी आउँछ र वासिङ मेसिनको लाइफ पनि कम हुन सक्छ। त्यसैले हामीले वासिङ मेसिन भित्रको लेउ र फोहोर काट्नको लागि यो डिस्केलिङ पाउडर लिएर सकेका छौँ। यो डिस्केलिङ पाउडरले वासिङ मेसिन भित्र जमेको लेउलाई हटाएर मेसिनको पर्फर्मेन्स बढाउने काम गर्छ। यसलाई प्रयोग गर्न पनि एकदमै सजिलो छ। प्याकेटभित्र रहेको आधा पाउडरलाई मेसिनको सरफ राख्ने भागमा हाल्नुहोस्। बाँकी रहेको आधा पाउडरलाई ड्रमको वरिपरि र यो रबर भएको जोरमा छर्किदिनुहोस्। त्यसपछि टप क्लिन फङ्सनमा लगाएर मेसिनलाई चालु गरिदिनुहोस्। याद राख्नुहोस्, टप क्लिन फङ्सन प्रयोग गर्दा मेसिनमा कुनै पनि लुगा नहालिकन खाली चलाउनु पर्ने हुन्छ। यदि वासिङ मेसिनलाई लामो समयसम्म राम्रो अवस्थामा राख्न चाहनुहुन्छ भने यो डिस्केलिङ पाउडरलाई प्रत्येक 30 चोटि लुगा धोइसकेपछि अथवा महिनामा एकचोटि प्रयोग गर्नुहोस्। यदि हजुरहरू यो सामान लिन चाहनुहुन्छ र गल्छी नजिकै हुनुहुन्छ भने गल्छी 8 धादिङमा रहेको गल्छी इलेक्ट्रोनिक्समा आएर लिन सक्नुहुन्छ अथवा हामीलाई अनलाइन मार्फत अर्डर गरेर अल नेपाल डेलिभरी सर्भिस पनि पाउन सक्नुहुन्छ। धन्यवाद।